आज हामीहरू चाहिँ नि यहाँ तिलोत्तमा गौशालामा चाहिँ जाँदैछ। यहाँनिरबाट गएर गौशालामा के छ आज चाहिँ नि निरीक्षण गर्ने क्रममा आज बिदाको दिन सदुपयोग गरौँ भनेर हामीहरू चाहिँ यतातिर आएको तिलोत्तमा गौशालामा। यहाँनिर गाईहरू पालिन्छ, जङ्गल राम्रै जङ्गल छ। अब यहाँनिर चाहिँ नि गौमाताहरूको राम्रो सेवा भएको छ। रामाजीको आश्वस्त छु भयो भने यति भइदियो भने त धेरै राम्रो हुन्छ नि त। हाम्रो रूपन्देहीमा अझै मणिग्राम त अझै यो तिलोत्तमा त नगरपालिका त्यही पनि अगाडि नै पर्छ। यहाँ चाहिँ नि चरणमा हाँसहरू पनि बकुल्लाहरू पनि छन्। अलिअलि केही पाइन्छ कि किराकिरी पाइन्छ कि भनेर भयङ्कर नै रहेछ। त्यहाँ त ट्रस्टै लगाएर रहेछ, सरसफाइ हुँदैछ। यहाँनिर अब हामीहरू कति सुन्दर ठाउँमा आइएको छ। धेरै राम्रो ठाउँ, घुम्न जम्मै आउँदो रहेछ यहाँनिर चाहिँ। यति राम्रो ठाउँ यहाँनिर गौशालामा चाहिँ नि कति रमाइलो यार। यो त उज्यालो यो रङ देख्दाखेरि त राम यस्तो रमाइलो। ल सुरु भयो यहीँबाट। ल अहिले चर्न गएको छन् जस्तो छ। यहाँनिर चाहिँ नि गौशालामा चाहिँ नि कति वर्ष भयो तिमीहरू कतिका उमेरका हो? बोल्दैनन् त यिनीहरू, रिसा छ नि। हेर त यहाँ रमाइलो, यस्तो रमाइलो। ल यहाँ जाऊ, त्यहाँनिरबाट छ, त्यहाँनिर जति पनि त्यसले चाहिँ नि एउटा त्यता गर्छु त ल कतिवटा हो? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 जति केटाकेटी छन् यहाँ। निरन्तर यहाँनिरबाट फेरि राम भनेर यहाँनिरबाट राम गौमाताहरूलाई चाहिँ नि यहाँ यिनीहरूलाई चाहिँ नि गाईहरूलाई चाहिँ रामको चाहिँ नि मन्त्र पनि यहाँनिर मन्त्रपान पनि भइरहेको छ। गजबको तिलोत्तमा चाहिँ नि उमा यस्तो गजबले। ल हेर्छ यसलाई हेर्छ अझै यहाँ हिजो यसले चाहिँ नि यो हेर हेरिका ल ओहो केही पनि छैन आज त, केही पनि ल्याएन। ल हेर केही ल्याएको छैन मैले। तिमीले के खाने हो र? के भयो? ल ठिक छ नि। ल हरे कृष्ण भनेर यो माइकिङ चाहिँ नि यहाँनिर माइकिङ चाहिँ खतरा हुँदो रहेछ। यो हरे रामको मन्त्र चाहिँ नि मन्त्र राम भनेर यहाँबाट बज्दो रहेछ कि यहाँनिरबाट। अब यिनीहरूले सबैले राम सुनिरहेका छन्। कति रमाइलो वातावरण यहाँ त। ओहो यो त गजब तिलोत्तमाको यो जुन गौशाला छ नि एउटा उदाहरणीय चाहिँ नि गौशाला भनेरै भन्नुपर्छ यसलाई। यहाँनिर चाहिँ यतिको व्यवस्था हुने भनेको त हिन्दू राज्य हिन्दू समाज भएको ठाउँमा यतिको भनेको त यो त उदाहरणीय काम तिलोत्तमा नगरपालिकालाई। यसले चाहिँ नि यो कुरालाई चाहिँ नि श्रेय त तिलोत्तमा नगरपालिकालाई दिनुपर्छ। यसले फेरि के भन्न सक्दैछ? के भयो आइज यता आइज। ल यो यिनीहरूलाई फेरि भित्र गरम भएछ क्या, यहाँ बाहिर आएछन् घुमेछ। यहाँनिर आएर तिलोत्तमा गौशालामा यो गजबको ठाउँमा सबैजनाले चाहिँ नि अनिवार्य रूपमा चाहिँ नि आउनुपर्ने हुन्छ। यहाँनिर आएर सहयोग गर्न सक्ने गरिदिनु होला। तिलोत्तमा गौशाला भनेर चाहिँ नि मणिग्राममा पर्छ। यो वनवाटिकाको छेउमा पर्छ। त्यहाँनिर बाँदर पनि रहेछ अरे। कहाँनिर बाँदर रहेछ? सित बाँदर
यतातिर पनि छन् ल यहाँनिर पानीको व्यवस्था पानीको लागि पनि व्यवस्था चाहिँ नि भयङ्कर गरेको यति सोच राखेको विचार राख्ने भनेपछि त एउटा चिज यिनलाई फेरि झ्याउ लागेछ किन गएनन् खान के भएछ सन्चो छैन जस्तो छ यतातिर पनि भयङ्कर छ एउटा त्यहाँ बाँदर पनि त्यहाँनिर रहेछ यहाँनिर पनि रामध्वनि चाहिँ नि हरे कृष्ण भनेर ध्वनि चाहिँ नि उच्चारण भइरहेको छ ऊ बाँदर पनि छ बाँदर उतातिर भाग्यो यो भयङ्कर यो कुरैमा अहिले चर्न गइरहेको छ क्या हस् धन्यवाद।